फर्निचरबाट न्यू डिजाइनको बियर बार लिएर उपस्थित भएका छौँ। हाम्रो भगवान रूपी कस्टमर हाम्रो सर हुनुहुन्छ। हामी 14 वर्षदेखि जुन कम्पनीमा काठमाडौँमा काम स्टार्टिङ गर्दाखेरि सरलाई हामीले चिनेको थियो। उहाँ सरको न्यू बिल्डिङमा हामीले A to Z काम नै हामीले नै गरे हो, तर सबै भिडियो चाहिँ हामीले लिन सकेन। यहाँ अहिले हामीले बियर बार अनि टिभी ऱ्याक अनि यो भुइँको मार्केटिङदेखि लिएर सबै हामीले नै गरे हो। अनि हाम्रो उहाँ सरले केही भनिदिनुहुन्छ। हामी 15-16 वर्षदेखि जब काम सिक्न काठमाडौँमा हामी आएको थियो त्यहाँदेखि नै सरसँग कन्ट्याक्ट छ। A to Z हामीले काम नै गरिरहेको थियो। एकचोटि सर के भनिदिन चाहनुहुन्छ? धन्यवाद। रुरु फर्निचर चाहिँ यु आर द बेस्ट, एकदमै गुड लाग्छ मलाई, किनकि हामी 14-15 वर्षदेखि हामी लगातार निरन्तर उहाँसित सहकार्य गर्दै अगाडि बढेका थियौँ र आज मेरो घरको एउटा बियर बार आज तपाईँले डिजाइन हेरि भइहाल्यो। एकदमै यो डिजाइन अहिले मोडल डिजाइन भनौँ न, अहिले यो डिजाइन बनाएर हामीले यो घरमा फिटिङ गरेका छौँ। एकदम खुसी लागेको छ। जस हामी हरिलाई एकदम धन्यवाद दिन चाहन्छौँ र के गर्दा तपाईँहरूलाई पनि यस्तै बियर बार बनाउन चाहनुहुन्छ, दराज यस्तो बनाउन चाहनुहुन्छ भने प्लिज रुरु फर्निचरलाई सम्झिनु हुन भन्न चाहन्छु। धन्यवाद। हस् सर, होइन तपाईँले सुनि नै सक्नुभयो। हाम्रो सरसँग हामी 14-15 वर्षदेखि कन्ट्याक्ट, हाम्रो उहाँको पुराना घरहरूदेखि लिएर सबै हामीले कम्पनीबाट गर्थ्यौँ भने उहाँको नयाँ घर अनि हामीले नै सरले हामीलाई सम्झेर होइन विश्वास गरेर दिनुभयो। हाम्रो तर्फबाट बेस्ट दिएको छ। सर पनि खुसी हुनुहुन्छ, देखेर सक्नुहुन्छ होइन। हाम्रो यो सिसाको बाहिरदेखि तपाईँको डिजाइन सिसाको फुल्ली जङ्गली सिसाकोदेखि लिएर होइन तपाईँको 8 mm को हामीले भित्र सिसा धार पलिसदेखि लिएर A to Z हामीले नै काम गरेको छ। उहाँको सरको साइजहरू नापेर हामी यहीँ नै बसेर काठमाडौँमै बसेर हामीले गराएको ग्रेनाइटदेखि लिएर तपाईँको च्यानल घरदेखि A to Z गरेको छ। हाम्रो यहाँ उता साइडमा हाम्रो टिभी लिभिङ रुममा टिभी क्याबिनेट बनाएको छ। यता टिभी क्याबिनेट पनि एकैछिन रोक्दा हुन्छ दिदी।